मैले पटक पटक भन्दै आइरहेको छु, सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको छु। म देख्छु सरकार अत्याधिक सतर्क, असहिष्णु र उदाउँदै गरेको नयाँ आवाजहरूलाई दमन गर्न उद्यत छ। यसले के देखाउँछ भने सरकारले जनविश्वास गुमाइसकेको छ र गम्भीर सङ्कटमा छ। तर सभामुख महोदय, यो सङ्कट सरकार आफैले निम्त्याएको हो। सरकारले कानुनलाई न्यायको तराजु बनाउनु पर्ने थियो, तर प्रतिशोधको तरवार बनायो। उदाउँदै गरेको नयाँ शक्ति जो यही गणतन्त्रमा जन्मिए, हुर्किए र लोकतन्त्र जोगाउने पहिलो पङ्क्तिमा उभिन सक्थे, उनीहरूलाई नै झुटा मुद्दा लगाएर दमन गर्ने प्रयत्न गरिरह्यो। सदनमा प्रश्नको जवाफ नदिने, उल्टो प्रश्न गर्ने सांसद होच्याउने, पत्रकारहरूको पास खोज्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक लिएर आउने, निषेधित क्षेत्र घोषणा गरेर सडकहरू कब्जा गर्ने, यी सबै नियन्त्रणमुखी शासनका लक्षणहरू हुन्। सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गर्न सक्ला, तर जनताको चेतना नियन्त्रण गर्न सकिँदैन। त्यसैले लोकतन्त्रको असली खतराहरू कोही हो भने सरकार आफै हो सभामुख महोदय। त्यसैले सबैको विचार अट्ने व्यवहार गर्नुहोस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ। यो सरकारलाई नयाँ पुस्ताको चेतावनी हो। धन्यवाद। सोभियुको चुनाव भए मुक्त र राजनीतिक हस्तक्षेप मुक्त गर्नुपर्छ। यो सरकारसँग र यो कमान्डरका रूपमा खटिनुभएका सम्पूर्ण नेतागणहरूमा म अनुरोध गर्न चाहन्छु। सामाजिक सञ्जालमा के आइरहेको छ भन्दाखेरि आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी समूहका सचिव पदका लागि उम्मेदवार दीपक देवकोटालाई सत्ता पक्ष निकटका भातृ सङ्गठनहरूले खेलकुद ग्राउन्डमा सामूहिक आक्रमण गरेको छ भनेर सामाजिक सञ्जालमा लेख्न थालेका छन्। अब यसमा चाहिँ नि मैले ध्यानाकर्षण गराएँ, यसलाई भयमुक्त गराउनु पर्यो। र अर्को चाहिँ नि काठमाडौँ क्षेत्र नम्बर 6 मा पर्ने तारकेश्वर वडा नम्बर 9 को लोकतान्त्रिक चोकमा रहेको मचागा नेपाल सरकारको नाममा रहेको जग्गा किता नम्बर 62 र 63 नेपाल काङ्ग्रेसका नेताले कब्जा माली भोगचलन गर्दै आइरहेको र स्थानीय बासिन्दाहरूको गुनासो र उजुरीका बावजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आम गुनासो छ। यसमा पनि ध्यान आकर्षण गराएँ। धन्यवाद।